सुरक्षित गभर्मेन्ट अनि सुरक्षित त्यहाँको काम कार्यशैली मार्यादित कामहरूको, त्यसपछि त्यहाँको शान्ति सुरक्षा सुव्यवस्था अथवा काममा कामभित्र गरिने सम्पूर्ण कुराहरूको सुरक्षा र फर्केर आएपछि कहिले सुरक्षित रूपमा आउनु र रिइन्टिग्रेसनको पार्टहरूमा चारैवटा क्षेत्रहरूलाई सुकाएर त्यसबाट आयो भने राजनीतिक पोलिटिकल अर्गनाइजेसनको रूपमा जोडिएर नेपालको रिटर्नीहरूको समष्टिगत हितलाई कार्य गर्ने पहिलो सङ्गठनको रूपमा रिटर्नी फेडरेसन नेपालको स्थापना भएको थियो, जसको मिति भोलि हो अथवा पौष 16 गते 2078 सालमा स्थापना भएको थियो। यसले चाहिँ माइग्रेसनका चक्रहरूमा मध्ये सबैभन्दा संवेदनशील पक्ष भनेको रिटर्न र रिइन्टिग्रेसन हो। फर्केर आएपछि के गर्ने भन्ने विषयहरू सबैभन्दा जटिल रहन्छन्। हामीले धेरै कुराहरू गुमाइसकेका हुन्छौँ। प्रवासमा लामो समय बस्दाखेरि घर फर्केर आउँदा घर परिवार बिरानो भएको हुन्छ, अनि त्यो बिरानो भएको परिवारमा जोडिनलाई सकस हुन्छ। त्यो चाहे महिला होस् वा पुरुष, झन् महिलामाथि पुनर्स्थापना हुनुपर्ने अवस्थाका ती विषयहरू त झन् वर्णन गर्न पनि एकदमै गाह्रो लाग्दछ। हामीले रिसर्च गर्ने काममा र हामीले सङ्गठन गर्ने क्रममा हामीले के बुझेका थियौँ भने फर्केर आउने लामो समयपछि जो आमा बाबु बेगरै हुर्किन्छन् ती केटाकेटीहरूका अवस्थाहरू र मम्मी नभनेर आन्टी भनेर उहाँहरूलाई सम्बोधन गरेका नानीहरूले बाबाहरूलाई पनि पढाइ को आयो अङ्क को आयो भनेर बाबाहरूलाई पनि सम्बोधन गरेका पक्षहरू यी समष्टिगत रूपमा चाहिँ रिटर्न माइग्रेसनको चक्रमध्ये रिइन्टिग्रेसन सबैभन्दा ठुलो पक्ष हो भन्ने कुरालाई जोड दिएर नेपालको एउटा सशक्त शक्ति रिटर्नी फेडरेसनसँगले चाहिँ नेपालको सशक्त पोलिटिकल पार्टी नेकपा एमालेसँग जोडिएर कार्यहरू गर्दै आएको छ, जसको आज भोलि त्यसको नीति हो र त्यसको विषयमा हामी नीति संवाद कार्यक्रम गर्दैछौँ। यो कार्यक्रममा चाहिँ हामी ठ्याक्कै नेकपा एमाले जसको संरक्षणमा रिटर्नी फेडरेसन नेपाल हुर्किँदैछ बढ्दैछ उसले यसलाई संरक्षण गर्दा के कस्ता विषयहरू, कस्ता नीतिहरू र कस्ता प्रोग्रामहरू बनाएर यसलाई गाइड गर्नुपर्छ र समष्टिगत रूपमा चाहिँ त्यो एउटा दरो पोलिटिकल पार्टीले राज्य संरचना राज्य संस्थाहरूसँग कसरी चाहिँ रिइन्टिग्रेसनका पार्टहरूलाई अगाडि बढाउन सहयोग गर्नुपर्छ भन्ने विषयमा हामी आजको कार्यक्रमहरूमा चर्चा गर्दैछौँ। हामीसँग त्यो पार्टीका वरिष्ठ व्यक्तित्वहरू आउँदै हुनुहुन्छ, उहाँहरू आइपुग्ने क्रममा हुनुहुन्छ र उहाँहरूबाट चाहिँ विषयहरू सुन्छौँ र हामीले हाम्रा कुराहरू उहाँहरू समक्ष राख्छौँ, जुन हामी अगाडिका वर्षहरूमा गरिरहेका छौँ। जुन वर्षहरूमा हामीले धेरै विषयहरूमा उपलब्धि पनि हासिल गरेका छौँ। श्रम मन्त्रालयसँग एडभोकेसी गर्ने विषय होस् अथवा नेसनल इन्टरनेसनल रूपमा चाहिँ फोरमहरूमा चाहिँ एडभोकेसी गर्ने विषयहरूमा रिटर्निङ नेटवर्कको अगुवाईमा त्यस अन्तर्गत रहेको रिटर्निङ नेटवर्क, त्यस अन्तर्गत आर्थिक पाटोलाई हामीले रिटर्निङ नन इन्भेस्टमेन्ट जस्ता पाटोहरूबाट चाहिँ यी विषयहरूमा एडभोकेसी गर्दैछौँ र यी नीति संवादको विषयमा आज हामी ध्यानपूर्वक सुन्नेछौँ र आफ्नो कुराहरू भन्नेछौँ र बुझ्नेछौँ भन्ने कुराहरूमा विश्वास गर्दै म यहाँ पार्नुभएका सम्पूर्णमा पुनः स्वागत गर्न चाहन्छु। धन्यवाद।